हाम्रो मम्मीले बनाउँदै हुनुहुन्छ कर्कलाको मसेप्रा। कर्कल गाबा कठै मेरो बाबा। कठै मेरो बाबा। अब तरकारी छैन के खानी भनेर अफ सिजनको बेला चाहिँ यो चाहिँ चट्ट पकाएर झानेर खाँदाखेरि चाहिँ मासुभन्दा कम हुँदैन। यो बनाउनको लागि चाहिँ कसरी बनाउनु पर्छ भनेर चाहिँ हाम्रो मम्मीले पहिल्यैदेखि भन्नुहुन्छ। ल भन्नुस् के गरेर बनाउने? यो कर्कलो ल्याएर काट्नी, पहिला फोक्नी। फोक्नी त्यसका बाहिरका बोक्राहरू निकाल्नी। बोक्राहरू निकाल्ने। त्यसलाई काट्नी। त्यसलाई काट्नी। दाल पिसेर पिठो बनाउने। दाल के दाल? दाल केरा उसिनी सबै मिक्स दाल। सिपचना मिक्स दाल। सबै 3-4 थर दाल छ। ओके। चना चना दालहरू भयो, मिक्स दाल जे गरे नि भयो आफ्नो आफ्नो तरिकाले। अनि त्यसपछि चाहिँ के हाल्ने? यसमा तर बनाउन आफ्नो आफ्नो हो। मैले टिमुर राखेँ। टिमुरको धुलो राखेँ। टिमुर पनि घरकै हो? घरकै हो टिमुर। जिरा पनि होइन है, बजारको हो। जिरा बजारको। अनि बेसार घरको हो। अब डिटेल्समा भन्नु के हाल्नु हो त्यहाँ सबै एउटो गरेर? यसमा टिमुर, बेसार, जिराको धुलो, अनि पानीमा मुस्नी, पिठालाई यहाँ कर्कलो राखेर फेरि मोल्नी, त्यहाँ डल्ला पार्नु। ओके। अब यसरी डल्ला पारेर यो राति भिजाएर राख्न पर्छ कि पर्दैन? पर्दैन भाइ, भहर हो। मोल्नी। नुन हालेपछि पानी छोडिहाल्छ अलिअलि? नुन होइन, नुन नहाल्ने। ओके। पकाउने बेलामा मात्रै नुन हाल्ने। अनि यसलाई सुक्न चाहिँ कति टाइम लाग्छ? यसलाई यस्तै घाम लाग्यो भने 3 दिन लाग्छ। 3 दिनमा चर्को घाममा 3 दिन सुकायो भने चाहिँ यो एकदम ड्राई भएर सुकुटी टाइपको बन्छ। सुकुटी भन्दा कम पनि हुँदैन यो। खाना एकदम मिठो हुन्छ। पकाउन नि जान्नुपर्छ। अब पकाउने बेला चाहिँ कसरी पकाउने त्यो नि भनिदिनुहोस् ल। डल्ला ठुला भयो भने पाक्दैनन्, धेरै सुक्छन्। डल्ला ठुला भयो भने पाक्दैनन्, तर यो अलिअलि चाहिँ घाममा सुकाउँदै पनि सानो हुन्छ। यो सानो हुन्छ। अब पकाउने कसरी त्यो भनिदिनु छिटो। पकाउने यो तेलमा भन्दा घिउमा मिठो हुन्छ। अब चाहिँ यो तरकारी पकाउने स्टाइलले चाहिँ जिरा, लसुन, प्याज सबै राख्ने। अनि घिउमा यसलाई पहिला भुट्ने, त्यहाँ पानी राख्ने। यसको रस सुप मिठो हुन्छ। सुप झोल बनाएर भातमा हालेर लुवाम खाने होला। ल ठिक छ। ल तपाईँले यो बनाएको हामीलाई सबैलाई सिकाइदिनु भयो कसरी बनाउने भनेर। त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।